भगवान् मलाई माया गर्ने एउटा केटी थियो त्यो पनि मबाट टाढा गरिदियो होइन आजदेखि अहिले नै म तिमीलाई भगवान् भनेर पूजा गर्न छोडिदिन्छु सात जुनीसम्म साथ दिन्थ्यो भन्थे 7 वर्ष पनि मलाई पुर्न सकेन होइन तिमी बिना बाँच्न सक्दिन बिनय भन्थ्यौ तिमी खुसी भएर आखिर मलाई मर्नु न बाँच्नु परायो होइन तिमी त बे गरेर धेरै खुसी छौ होला तर तिम्रो लागि यो मनमा हजारौं प्रश्नहरू छ त्यसको जवाफ दिन सक्छौ तिमीले हेर विनय हातमा रक्सी समातेर खाएर मातेर बोले जस्तो छैन जिन्दगी तिमी त विदेश गयो मलाई छोडेर त्यसपछि मेरो जिन्दगीमा के भयो थाहा छ तिमीलाई तिम्रो मनमा लागेको हजारौं प्रश्नको जवाफ छ मसँग सुन्छौ ल सुन ए केटी यहाँ हाँ साउजी यो महिनाको हिसाब कति भयो मलाई बुझाऊ लिनुस् साउजी 1,50,020 रुपैयाँ छ जम्मा यति कम्तीमा गरे 3-4 लाख रुपैयाँ हुन्छ पहिला अहिले व्यापार के गरिरहेछ सामान त सिकिरहेछ के गर्नु त साउजी यत्रो होटेलमा काम गर्ने म एक्लै छ मैले पकाउने कि दिने कि अरु मान्छे पनि राख्नु पर्यो काम गर्ने मान्छे त मैले पनि खोजिरहेकै हो नि भने जस्तो पाउनु पर्यो नि तिमीले भनेको चाहिँ पाउँछ उचाबाट ग्राहक होला म पनि यही 1 महिना मात्रै काम गर्ने हो साउजी कि त अर्को मान्छे खोजेर ल्याउनु पर्यो कि स्यालेरी बढाइदिनु पर्छ के रे 1 महिना मात्रै काम गर्ने अरे किन 1 महिना गर्नु अहिले जाऊ न त्यसो भए ठीक छ मेरो तलब दिनु म जान्छु कुन ठुलो कुरा गोरा भो पर्दैन यो महिनादेखि 5,000 बढाइदिउँला जाऊ राम्रो काम गर 5,000 हस् साउजी म राम्रोसँग काम गर्छु काम गर्ने मान्छेले पनि टिक्का बनाए कोही पाउँदैन नमस्ते तपाईले होटलको पाउने हो हैन साउजी भित्र हुनुहुन्छ ए यहाँ काम पनि छ होला त खोइ काम गर्ने मान्छे त चाहिरहेछ भित्र साउजीसँग कुरा गर्नु न हस् साउजी नमस्ते बस्नु न यहाँ काम पाइन्छ होला त साउजी काम त पाउँछ तर तिमीलाई के गर्न आउँछ मलाई भाडा माग्न आउँछ लुगा धुन आउँछ पुइ पुस्न आउँछ खाना बनाउन आउँछ त्यसो भए होटल सम्बन्धित सबै काम गर्न सक्छौ हैन त सक्छु त्यसो भए यता आउनु त किन र सर आउ न किन लजाइरहेको आउ न अनि त्यस्तै काम आयो भने चाहिँ कति पैसा लिने गरेको छौ मैले त बुझिन नि साउजी तलबको कुरा गर्नु भएको हो त्यो त हजुर जति दिनुहुन्छ म त्यसमै खुसी छु तलबकै कुरा गरेको के लाग्यो कस्तो कुरा नबुझेको तिम्रो जागिर फिक्स हो तर नयाँ ध्यान गरेर मेरो रुममा आउला भयो के गराउनु भएको तपाईले यस्तो बस कामकै कुरा गरे हो कि मान्छेले सुन्छ बस कामको कुरा नि गर्नुहुन्छ रुममा पनि बोलाउनुहुन्छ काम रुममा गर्ने हो कि होटलमा गर्ने हो ल यो तिम्रो कामको एडभान्स किन पुगेन ल यो चाहिँ मेरो रुममा आएर सुत्नको लागि तेरो रुममा पनि चाहिन्छ छैन र तेरो यो होटलमा काम पनि गर्नु छैन र तँसँग गएर सुत्नु पनि छैन बरु म 7 दिनसम्म राखेर बाँच्न सक्छु तर यो पैसाको लागि तँसँग गएर सुत्दैन बुझिस्
रिसाएर किन फोन फालेको? आमाले कतिचोटि कल गरिसके फोनै लाग्दैन। मम्मीको फोन लाग्छ होला, त्यसरी रिसाएर फाल्नुपर्छ त। अस्तिदेखि फोन ट्राई गरेको फोनै लागिरहेको छैन। घरबेटीले पैसा मागेर किचकिच गरिरहेको छ। कहाँबाट ल्याउने यत्रो पैसा? त्यो त मलाई पनि थाहा छ सरिना, मलाई पनि टेन्सन भएको छ। घरबेटीको 2 वर्ष भयो भाडा नदिएको। अस्ति लुगा सुकाउनु भएको छठमा घरबेटीले भेटेर पैसा मागेर किचकिच गरेर मलाई हैरान बनाएको थियो। त्यो विदेशमा भएको लौरीलाई पैसा मागेको थिएँ, हालिदिन्छु 1-2 दिन पर्ख भन्छ। त्यो खाताले पैसै हालिदिएन। अब कहाँबाट लिएर दिने भन्नु? कमसेकम त्यसले हालिदिएको भए त दिनुहुन्थ्यो। 2 वर्ष भइसक्यो। छोड्दै यो कुरा। साँच्चै तिमी के काम गर्छौ रे? मैले मात्रै काम दिएको न। मैले गर्ने काम तिमीले गर्न सक्दैनौ सरिना। दुनियाँले खुसी पार्नुपर्छ, तिनीहरूले भनेको मान्नुपर्छ। तिनीहरूले भनेको मानेन भने पैसै दिँदैन साले खातीहरू। दुनियाँले खुसी पार्नुपर्छ रे? कस्तो खालको काम हो त्यो? आज म एउटा होटलमा काम खोज्न गएको थिएँ। साला बुढोले 1.5 लाख पैसा दिएर सुत्न आएछ भन्दै थियो। त्यस्तो काम त होइन नि। त्यस्तै सधैँ हुन्छ। त्यस्तो काम हो भने बरु भक्कै मर्छु। तर बाउ आमाले जसलाई काम गर्दैन। नानीहरू तिमीहरू माथि आउँछ, तिमीहरूसँग के सल्लाह गर्नु छ? बुवा के को लागि बोलाउनु भयो नि? पैसा पर्छ। हेर नानी हो, तिमीहरूले भाडा नदिएको 2 वर्ष भइसक्यो। अब भाडा दिने केही सुटसाट गर्दैनौ कि भाडा दिनु पर्यो? होइन भने भोलि नै कोठा खाली गरिदिने। रुम छोडेर जाउने त्यसो नभन न बा। भन्नमा त बिजोग हुन्छ। तिमी 2 जनाले एकैचोटि भन्छौ, बुझ्दै बुझेन एकैजना गरेर बोल न। त्यसो नभन्नु न बुवा, कोठाबाट ननिकाल्नु न। हाम्रो त जाने ठाउँ कहीँ छैन। हामी 2 जनाको त बिजोग हुन्छ बुवा। आमाले फोन गरेको फोनै लागिरहेको छैन। फोन लागेपछि म आमाले पैसा पठाउन लगाउँछु, त्यसपछि कोठा भाडा तिर्छु नि बा। तिमीहरूले यस्तो कुरा गरेको 2 वर्ष भयो, तिमीहरूको विश्वासै लाग्दैन। अब भोलि कोठा खाली गरिदियो, आगोमा त्याग बस्छ। बा त्यसो नभन्नु न, हाम्रो त बिजोग हुन्छ। घर जाउँ भने पैसा छैन, काम खोजौँ भने कामै पाइँदैन। त्यस्तो भाडा चल्दैन। मलाई 2 वर्ष खुरको भाडा दिने, होइन भने भोलि कोठा छोडेर जाने। हस् बा, 3 दिनभित्रमा जस्तै भए पनि पैसा ल्याइदिनु। म 3 दिन कुर्छु, 3 दिनपछि भाडा पाएँ कोठामा ताता लगाइदिन्छु। हस् बा। सरिना अब के गर्ने होला? घरबेटीले मात्र 3 दिनको टाइम दिएको छ, अब कसरी भाडा तिर्ने होला? मैले त के सोच्नै सकिरहेको छैन। जसरी हुन्छ कोठा भाडा तिर्नेछु। सरिता, अहिले तिमीले के काम गर्नुको? त्यही काम गर्न जाऊ। अनि सरिना तिम्रो इज्जतको कुरा होइन, पैसाको कुरा हो। जसरी नि यो कुरा गाउँमा थाहा पायो भने मेरो बाउ आमाको इज्जत जान्छ। कसरी हुन्छ घरबेटी बाको पैसा तिर्नु छ? सरिता, तिमीले भनेको काम के हो त्यही गर्नु पर्ला। ल उसो भए म कुरा खोज्छु, तिमी रेडी भएर बस। फेरि कामको फोनै लाग्दैन। आमाले के भयो होला? फोनै लाग्दैन त। हस् सर, हजुरले भन्नुभएको जस्तै सबै व्यवस्थापन गरेर राखेको छु सर। सकेसम्म चाँडो आउनु हुन्छ सर। हस् सरिना, यहाँ त आज एउटा खुसीको कुरा छ नि। के खुसीको कुरा हो सरिता? छिटो भन्नु त। आज एउटा धनी ग्राहक आउँदै हुनुहुन्छ, तिमी रेडी भएर बस। उहाँले जति दिनुभयो भने तिमीले खुसी भइराख्नु ल। त्यो त हो सरिता, तर तिमीले चाहिँ कहाँ जाने नि? मलाई उल्टा ग्राहकले खुसी बसेको छ। तिमीले यहाँको ग्राहकलाई खुसी बनाएर राख। जसरी हुन्छ यसरी कुरा गरेर दिनै पर्छ सरिना।
यो त सरिताको कोठा होइन। तिमी यहाँ कसरी आयो? सर चाहिँ मेरो साथी हो। किन सरलाई नै चाहिने? म भए हुँदैन। ऐ है, तिमीमा त्यस्तो के छ हो जुन मेरो सरितामा छ? ऐ है, तिम्रो सरितासँग जे छ मसँग नि त्यही छ। त्यस्तो मेरो सरिताले जे दिन सक्छ मलाई त्यो तिमीले दिन सक्छौ? हो पो, सरले मलाई सबै कुरा भनेर गइसक्यो। तपाईँ जे कामको लागि आउनुभएको हो त्यो पुरा गर्नु जानु। है, तिमीले त मेरो मनको कुरा गर्यो के? आजकलको केटीहरू के भएको? इन्टरनेट भन्दा पनि सुपर फास्ट के? 2G, 3G, 4G, 5G। के हो इन्टरनेट? कति दिने पैसा? जति दिए नै हुन्छ। जति दिए पनि हुन्छ? के हो पहिलोचोटि हो? के रे फर्स्ट चोटि रे? यहाँ तिमी आऊ, राम्रोसँग बस यहाँ। होइन हौ, यस्तो नचाहिँदो काम चाहिँ तिमीहरूलाई कसले सिकाउँछ? यस्तो काम गर्ने मान्छेलाई समाजले के भनिन्छ थाहा छ तिमीलाई? बेश्या भन्ने गर्छ। यो हाम्रो समाजले बेश्या भन्ने गर्छ। यस्तो काम पनि गर्ने हो? आइन्दा यस्तो काम गर्ने होइन। तिमीलाई कति पैसा चाहिन्छ म दिन्छु। सबै कुरा पैसा हो। पैसाले मलाई बेश्या बनायो। के रे? के भनेको त्यस्तो? मेरो अगाडि भन्यो तर समाजको अगाडि नभन। समाजले तिमीलाई बाँच्न दिँदैन। यो समाजले बाँच्न नदिएर के हो? यो संसारमा सबभन्दा ठुलो पैसा नै रहेछ। पैसा भए सबै आफन्त नजिक हुने, पैसा नभए सबै टाढा। आफ्नै आमाले त फोन उठाएन, सायद पैसा दिनुपर्छ भनेर होला। थाहै रहेछ त सबै कुरा। अनि यो काम गर्दाखेरि चाहिँ समाजले राम्रो भन्छ? यसरी पैसा कमाउँदाखेरि चाहिँ तिमीलाई सबैले सेवासी दिन्छ? आइन्दा यस्तो काम गर्ने होइन। गाउँ जाने, बरु खेती किसान गरेर बस्ने। लौ, यो 1 लाख रुपियाँ घरबेटीको पैसा तिर्ने। अनि यो 1 लाख रुपियाँले तिमीलाई जे काम गर्न मन लाग्छ त्यो गर। तर यो काम चाहिँ कहिले पनि नगर। समाजले तिमीलाई बाँच्न दिँदैन। सरिना, यत्रो पैसा दियो त केटाले? दियो सरिता, तर मेरो खुसी सबै लुटेर गयो। यो पैसा भन्ने चिजै कस्तो कस्तो, भइने नहुने, नभइने नहुने। इज्जत हान्ने पनि यही पैसा, इज्जत फाल्ने पनि यही पैसा। अब म यो सहरमा बस्दिनँ सरिता, म गाउँ जान्छु। के रे सरिना, गाउँ जाने रे? अनि म चाहिँ यहाँ एक्लै के गरेर बस्नु? म पनि तिमीसँग गाउँ जान्छु। हेर सरिता, मेरो आफ्नो त टुङ्गो छैन। कहाँ खाने, कहाँ बस्ने? तिम्रो गाउँमा लगेर के गर्नु? बरु लिऊ यो पैसा, घरबेटीको भाडा दिएर ल। हेर सरिना, गाउँमा कोही छैन भने जानु पर्दैन। कोठा भाडा तिर्ने पैसा त दुःख सुख म्यानेज गरियो। अब यतै दुःख सुख गरौँला खाउँला, कतै जानु पर्दैन। होइन सरिता, म गाउँमा गएर जसरी भए पनि आमालाई भेट्नु छ। आमालाई नै भेट्नु छ भने जाउँ न त। अहिले धेरै थालेको छौँ, सुतौँ। राति बिसँग है। आमा, तिमी आयो? भाग्यमानी छोरी। आमा, तपाईँको फोन किन नलागेको? फोन हरायो नानी, किन भने पैसा थिएन। अनि आमालाई मेरो नम्बर थाहा थिएन। मैले कति फोन गरेको, फोनै लागेन।
आमाको चिन्ता लाग्यो त्यही भएर मेरो गाउँमै भेट्न आएको। तिम्रो नम्बर मोबाइलमा सेभ गरेको थिएँ, मोबाइल हराएपछि नम्बर यादै भयो। चिन्ता नगर्नु आमा, म दिन्छु तपाईँले मोबाइल किनेर पैसा। लिनु आमा, पर्दैन छोरी, लिनु मिल्छ। छोरीले दिएको पैसा चलाउँदा मलाई पाप लाग्छ। छोरीको पैसा खानाले के को पाप, भोलि नै गएर मोबाइल किन्नु। मैले चाहिँ दिनुपर्ने तिमीलाई पैसा, तिमीले मलाई दिएर दियौ। 2 वर्षसम्म मोबाइल हराएर कुरा गर्नु नै पाएन, नभेट्न नै पायो। मलाई कस्तो चिन्ता लागेको थियो। अनि छोरी, तिमीले काठमाडौँमा के हो, खानु पाउँदैनै के हो, कस्तो दुःख लागेछौ नि। म दुब्लाको होइन क्या आमा, हजुरको मायाले चाहिँ थुप्रो देख्नु भएको हो। गर्छु नि मेरो छोरीलाई माया। अहिले थकै लागेको छ तिमीलाई, जाऊ आराम गर। हस् आमा। कति माया गर्छु भनेर त मलाई थाहा छ। त मेरो छोरी पनि होइन, तँलाई के गर्नुपर्छ मलाई राम्ररी थाहा छ। र जाँठीलाई त सानोमा मैले ल्याएर पालेको, अहिले ठुली भइस् अनि मलाई पैसा दिने भइस्। त हेर्दै जा सरिना, म तँलाई फटै फटै तेरो त्यो करोडौँको सम्पत्ति कसरी हात पार्छु मलाई मात्र थाहा छ। त्यति फकाएर मानिनस् भने गुन्डा लगाएर मारेर भए पनि तेरो सम्पत्ति मेरो हातमा पार्छु, बुझिस् सरिना? के हो सरिना, तिमी काठमाडौँ गएर राम्रो काम गरेनौ, मज मस्ती गर्दै हिँड्यौ? त्यस्तो केही होइन आमा, खालि पेट भएर गएको आएको होला। मलाई राम्ररी थाहा छ, म पनि छोराछोरीको आमा। भन, कसको पाप बोकेर आइस्? त्यस्तो के भन्नुभएको आमा, मैले त्यस्तो नराम्रो काम केही गरेको छैन। साँच्चीकै मेरो पेटमा त्यो मान्छेको बच्चा त बसेन। यदि बसेको रहेछ भने त त्यो मान्छेले खोज्न कहाँ जाने होला। साँच्चीकै आमाले भने जस्तो भयो भने त म त बर्बाद हुन्छु। केही गल्ती काम गरेर छैन भनेछ, कसको नासा बोकेर आइस्? पुरा गएर मेरो घरमा त्यसै नभन्नु न आमा, यो घर छोडेर म कहाँ जाने, मेरो अन्त जाने ठाउँ नै छैन। जहाँसुकै जा न, मैले के गर्नु? खुर्क निस्कियो, त यहाँ बसिस् भने मेरो इज्जत जान्छ, बुझिस्? खुर्क निस्कि, निस्कियो, 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 मेरो इज्जत खाने क्या? हिँड्दै गएर निकालेर भन्न राम्रो, यो भित्र गइदिएको भए मैले केही गर्न सक्दिनँ। बाहिर गयो त गुन्डा लगाएर मार्छु होला, त्यसपछि त सारा सम्पत्ति मेरो हुन्छ। श्याल मलाई लैजाऊ।
मलाई कसैले पनि माया गर्दैन। घरमा दुईटा बहिनी छे, तिनीहरूले पनि मायै गर्दैन। लौन नि को आयो फेरि यो जङ्गलमा मर्नलाई? पहिला नै कति मरिसकेको छ, यसलाई त बताउनु पर्छ कताबाट जाने हौ। आमा मलाई माफ गर्नु, मैले तपाईँको इज्जत बचाउन सकिनँ। यदि मैले अर्को जन्म लिएको छु भने तपाईँकै छोरी भएर जन्मिन पाऊँ। किन मर्न लागेको? मलाई मर्न दिनुहोस्, म बाँच्न चाहन्न। नचाहिँदो कुरो नगर। लौ लौ खाउ खाउ भन्ने उमेरमा पुगेर जो पनि यही जग्गामा आएर मर्नु पर्ने। किन मर्न लागेको? के भयो भन्नु त? आमाले घरबाट निकालिदिनु भयो। आमाले निकालेको रे? हुनेलाई सस्तो नहुनेलाई कस्तो भनेको जस्तै। तिम्रो आमाले त तिमीलाई मायै नगर्ने रहेछ। गर्नुहुन्छ, धेरै गर्नुहुन्छ, तर मेरै गल्ती छ। तिम्रो गल्ती रे? हुन त आमा बाउले छोरा छोरीलाई गल्ती बिना गाली त गर्नुहुन्न। कसरी निकाल्थ्यो है? अनि गल्ती चाहिँ के गरेको थियौ? बच्चा, मेरो पेटमा बच्चा छ। बच्चा रे? अनि बच्चा भएको मान्छे त बुढासँग गएर बस्ने नि त। सधैँ माइतमा बस्यो होला, त्यही भएर आमाले निकालिदिएको नि। मेरो बिहे नै भएको छैन, कहाँ बुढा घरमा गएर बस्नु? ए कुरा त्यस्तो पो हो। मैले तिम्रो कुरा सबै बुझेँ, तर आज भोलिको त समय यस्तै छ, सबैलाई त्यस्तै हुन्छ। छोरी मान्छेलाई धेरै गाह्रो छ नि। अनि पेटमा बच्चा आयो भन्दैमा मर्नै पर्छ त? बाँचेर पनि त के गर्न सकिन्छ नि। हामी नारी हौ, पुरुष होइन। आफ्नै घरबाट त निकालिदियो, यो समाजले के बाँच्नु देला र? हुन त हो, यो जङ्गलमा जति पनि मान्छे मरेको थियो सबै नारी नै थियो। तर म तिमीलाई मर्न दिन्न। हिँड जाऊँ मेरो घर। जाउँ त भन्नुभयो, खुसी लाग्यो। तपाईँलाई धेरै धेरै धन्यवाद। तर म जान्न, यदि म तपाईँसँगै गयो भने यो समाजले तपाईँले पनि नराम्रो बनाउँछ। छोडिदेऊ त्यस्तो जाब समाजको कुरा। मेरो नि घरमा दुईटा बहिनी छ, तिमीसँग 3 जना हुन्छ। हिँड जाऊँ, हिँड हिँड न, अप्ठ्यारो मान्नु परेन। हिँड। सरिना, सोचेको जस्तो सबैको जिन्दगी हुने भए आज यो बच्चाको बाउ म हुन्थे। अनि आमा तिमी सोच त, हाम्रो कति सुखी परिवार हुन्थ्यो। अब तिमीले सोचेको जस्तो हुँदैन जिन्दगी। तिम्रो बाटो अलग, मेरो बाटो अलग। बिर्सिदेऊ मलाई। यो धरती र यो आकाशलाई साक्षी राखेर तिमी र मैले लगाएको माया हो सरिना, म कसरी बिर्सिन सक्छु? बिर्सिन सक्दैन भने मरे हुन्छ। कमसेकम यस्तो बिचोक्दै हेर्नु पर्दैन थियो। के रे सरिना, मलाई मर रे? तिमी पनि यस्तो भन्ने भएछौ होइन? तिमीलाई जे सम्झिनु मन लाग्छ सम्झ। अब हामी यो जुनी त के अर्को 7 जुनीसम्म पनि एक हुन सक्दैनौ। हिँड छोरा। सरिना, जिन्दगीमा तिमीले पनि राम्रै पाठ सिकाएर गयो मलाई। म मर्ने होइन, अब मर्ने पालो त तिम्रो त्यो छोराको। यो छोरा मरेपछि बल्ल तिमी र म एक हुन सक्छौँ। बाबु कता हिँड्नु भएको? म त तपाईँहरू बिहानदेखि हिँड्नु भएको, रात पर्न लाग्यो, आउनु भएन। अनि चिन्ता लागेर खोज्न आएको। ए हामी नि घरै आउँदै थियौ, हिँड्नुस् जाउँ। आज भोलि यो गाउँमा त्यो के भन्छ गाजा भाङहरू खाने मान्छेहरू धेरै हिँड्छ। अनि बाटोमा केही भयो कि भनेर चिन्ता लाग्यो, त्यही भएर आएको। आइहाल्नु भयो त हिँड्न अगाडि। नआएको भयो नि हुन्छ बाबु, दुःख मात्रै भयो। त्यस्तै केही पनि होइन। अस्ति भर्खर त्यो माथिको ठुलो जङ्गलमा केटीलाई हिँडेर मारेछ। अनि त्यही भएर चिन्ता लाग्यो के। बाबु पनि सानो छ, तपाईँ पनि छोरी मान्छे, के होला जस्तो लागेर त्यही भएर लिन आएको। होइन, यो दाई आन्टीलाई खोज्न कहाँ जानुभएछ? अहिलेसम्म आउनु भएको छैन। भोक लागिसक्यो। दिदी, दाई कहाँ जानुभएछ?
मलाई त लास्टै भोक लागिसक्यो जाम मोमो खाऊँ पक्न पक दाइ र आन्टीलाई आउँदै अनि सँगै खाउँला किटुवा पराको खोली म बरा अब उता नि काम बाँकी छ हिँड्नु त गर्नु दाइ कति लगाउनु भएको यहाँ हामीलाई भोक लागिसक्यो तँलाई त जति खाए पनि भोक मात्रै लाग्छ नि भात पाकिसक्यो होला गएर पस्कि हामी हातेर आउँछ भात त अघि नै पाकेर नि चिसो भइसक्यो होला अब फेरि तताउनु पर्छ नानी तपाईँहरू नै हात धोएर आउनु म खाना तताएर पस्किन्छु हुन्छ यो कुरो पनि ठिकै हो मलाई नि कति भोक लागिरहेको छ जानु भात पस्किनु तिमीहरू चाहिँ हात धुने हो खोइ म राखिदिन्छु हुन्छ ल खाना खाऊ ल तँलाई तँ पनि खा अनि तिमीलाई चाहिँ खै त म बाबुले खाइसकेपछि खान्छु नि ल ठिकै छ हामी खाऊँ अब धनीको घर भएको भाइ मासु र भात खान्थिस् तेरो दाइ गरिब छ यस्तै भए पनि खा मिठो छ खा तपाईँहरूले खाना तरकारी के चाहिन्छ आन्टी पानी दिनु न पानी त आफै पो सारेर बस्ने हो त देखिनस् त्यहाँ बाबुलाई खाना खुवाइरहेको हे नपराउनु न नानीहरूले खाना खानु बेला ल अबदेखि चाहिँ आफै सारेर बस्ने आन्टी खाना हालिदिनु मलाई पनि तिमीहरू चाहिँ खानै नपाएको जस्तो मागिहाल्नुपर्छ खाना त यति मात्रै छ उसले खानु परेन छ्या कति करायो यो दाइ त खाँदिन म भोक म पनि खाँदिनँ भन्नु भयो खाना खाने बेला नकरार भयो नि नानीहरूले हेर रिसाएर गयो मेरो बहिनी यस्तै हो खाना अलिकति मात्रै छ तिमी खाऊ तिमीलाई पुग्दैन भनेर मैले गाली गरेको हो बाबुले अगाइहाल्यो मैले पनि बाहिर खाजा खाइरहेको यो खाना बहिनीहरूलाई दिएको भए हुन्थ्यो नि त तिमी मलाई नढा त है भोकै बसेर तन्न खाएर आएको छु रे मलाई थाहा छ तिमीले केही पनि खाएको छैन ल यसमा पस्केर खाऊ खाना ल म चाहिँ उठेको है मोमो बाबाको याद आएको हो नि बाबु तिम्रो बाबा भएको भए बोर्डिङ स्कुलमा पढाएर ठुलो मान्छे बनाएको याद मसँग पैसा छैन
सरकारी स्कुलमा पनि पठाउनु सकेको छैन। मामु तपाईँ चिन्ता नगर्नु, म तपाईँलाई धेरै माया गर्छु। म पनि तिमीलाई धेरै माया गर्छु दाजु। मामु तपाईँ नरिनु, म ठुलो भएपछि म तपाईँलाई धेरै सुख दिन्छु अनि धेरै खुसी दिएर पाल्छु। हुन्छ बाबु। यो लाटो गएछ कहाँ? हिजो राति पनि घरमा आयो। अब यसलाई खोज्न नगई भएन। मैले भेट्नु मात्रै न, के गर्नुपर्छ यसलाई मैले जानेको छु। आमा घरमा एक्लै छ थाहा पनि नभएको होइन, त्यो दिन होइन र त्यसलाई मैले जानेको छु। ल हेर तल मैले कहाँ कहाँ खोजिन, यहाँ पर सिखाएर हिँडिरहेछ होइन, के हाल बनाएर हिँडेको? मेरो हालत नसोध्नुहोस् आमा। सरिनाले मर भनी मलाई। तपाईँलाई पनि दुःख दिइरहन्छु मैले। म यो संसारमा बाँचेर कसैलाई पनि फाइदा हुँदैन आमा, त्यसैले अब म मर्छु। के भनेको छोरा तैँले? मेरो बाँच्ने सहारा भनेको त एउटा। त पनि के भएर मरिस् भनेदेखि मेरो हालत के हुन्छ भन् त? म कसको मुख हेरेर बाँच्ने? तिम्रै मायाले गर्दा त म मर्न सकिरहेको छैन नि बुढीमा हो, नत्र त उहिले मरिसक्थ्यो होला। यस्तो मर्ने कुरा नगर, कुर्को घरिन। जान्न म। कसरी नजाँदो रहेछस्, म पनि हेर्छु। तिमी हेरेर बस बुढीमा हो, तर मलाई होइन, तिम्रो नयाँ बुहारीलाई। अब म बे गर्छु। के रे छोरा, तिमी बे गर्ने रे? कति खुसी कुरा सुनायो आज मलाई। हो आमा हो, म बे गर्छु। तपाईँलाई खुसी नै खुसी दिन चाहन्छु, त्यसैले सरिना भन्दा राम्रो केटी खोजिहाल्नुहोस् त। जहाँ खाए बेला त अनि बिहे गर्छु भनेर भन्नु, जहाँ नखाए बेला ढुङ्गा बोल्छ, मान्छे बोल्दैन। होइन आमा, अब चाहिँ म पक्का बे गर्ने हो। जति सक्दो चाँडो बे गरेर त्यो सरिनालाई देखाउनु छ। ल हिँड, पानी पनि परिसक्यो। ए कति खाइसकेको ल। आमा मलाई जसरी हुन्छ बे गर्नु छ, त्यो सरिना अगाडि म बे गरेर देखाउँछु। ल हिँड। हेर यस्तो यस्तो यति धेरै लिएर के गर्नु, जुत्ता खुन खोलेर जुत्ता। हालत हेर हालत। मैले भिरेलाई बोलाएको थिएँ, अझै आइपुगेन। के बिरेको छ? के बिरे रोडमा न्यु खोज्यो भने सबलाई ठोक्न। बस भन्नुहोस् के को लागि बोलाउनु भएको थियो? अब भन्नुहोस् बस। तँलाई मैले बोलाउनुको कारण सरिना। सरिना? अनि त्यो त तपाईँको छोरी होइन? हो, मेरो छोरी हो, तर मैले जन्माएको होइन। के रे भनेपछि त्यो सरिना तपाईँको छोरी होइन? ए तपाईँको बुढाको चाहिँ छोरी हो? पट्ट नबोली बस, सुन मेरो कुरा। त्यो सरिना छ नि, त्यसलाई छिटो भन्दा छिटो सिद्ध्याउनु पर्यो। त्यसपछि त्यसको सारा सम्पत्ति मेरो मेरो बुझिस् नि कुरा? ए भनेपछि त्यो सरिना तपाईँको छोरी होइन, अनि त्यसलाई मारिदिनु पर्यो। मारिसकेपछि सारा सम्पत्ति तपाईँको। अनि मलाई चाहिँ के, दुईटा लड्डु? दुईटा लड्डु मात्रै, एक कार्टन लड्डु अनि
10 लाख रुपियाँ तँलाई। हुँदैन हुँदैन, यो करोडौँको सम्पत्ति चाहिँ तपाईँलाई, अनि मलाई चाहिँ जम्मा 10 लाख अनि 1 कार्टन लड्डु। यो काम चाहिँ मबाट हुँदैन। ल ल 25 लाख तँलाई। 25 लाख? दाजु त्यसमा दाजु 25 लाखमा कतिवटा शून्य हुन्छ? आफै गण कतिवटा हुन्छ? हस्, 1 10 100 1000 25,000। ल 50,000 एडभान्स लिएर। 25 लाख दाजु, तपाईँको काम चट्टै हुन्छ। 25 लाख रेडी गरेर राख्नुहोस्। किबिरे रोडमा न्यु खोज्यो भने सबलाई ठोक्न। जसुकैले ठोक, तर मेरो काम भोलि गर। अहिले जा, मान्छेले देख्छ यहाँ। हस्, आज त पैसै पैसा पार्टी हुने भयो।